भन्ने उसले चाहन्छ नि त। त्यसले गर्दा घरबेटी आमा चाहिँ कस्तो गर्छिन् अर्थात् घरबेटी आमा कस्तो हुन्छन् अथवा विद्यार्थीले के चाहन्छ भन्ने कुरामा घरबेटी आमासँग एक बिहान। घरबेटी आमा प्रत्येक संक्रान्तिमा मेरो संहारमा झुल्किन्छन् र भन्छन् यसरी पढ्दा कुनै पनि विचारहरू नबाजुन्। घरबेटी आमा प्रत्येक संक्रान्तिमा मेरो संहारमा झुल्किन्छन् र भन्छन् यसरी पढ्दा कुनै पनि विचारहरू नबाजुन्, कुनै पनि सिद्धान्तहरू नछुटुन्, हरेक दिन गहिरिएर आफैलाई पढ्नु, हरेक दिन गहिरिएर आफैलाई पढ्नु आफ्नै सिरानी। प्रत्येक पटक भित्ताको पात्रो पल्टनु अघि कति सपना त बोकेर आएका हुन्छन् सहरमा। प्रत्येक पटक भित्ताको पात्रो पल्टनु अघि कति सपना बुने, कति अटाए क्यालेन्डरका राता अक्षरहरूमा जिन्दगी, कति पटक छटपटाए बुढो कम्मल छाती हुँदै पढ्नु। रंगीन तन्ना जति फेरे पनि किन सादा सपनामै बिच्छरा पढ्नु। रंगीन तन्ना जति फेरे पनि किन सादा सपनामै बिच्छरा। नछुटाउनु मूल ढोकाको साँचो, नभुल्नु बालकहरूको मुस्कान, नबिर्सनु आमाको ममता, खोज्नु कहिलेदेखि झुन्डियो ढोकामा असुहाउँदो ताल्चा, खोज्नु कहिलेदेखि झुन्डियो ढोकामा असुहाउँदो ताल्चा। अनि कतिपटक हरायो भण्डारका मूर्तिहरू, तिम्रो किताबमा लेखिएको छ भने मलाई पनि बुझाइदिनु। अपराधीहरूको शब्दकोशमा पुकार हुन्छ कि हुँदैन? मलाई पनि सम्झाइदिनु अपराधीहरूको शब्दकोशमा पुकार हुन्छ कि हुँदैन? पढ्नु गहिरिएर पढ्नु, तिमीले लेख्नु पर्नेछ गाउँबाटै हराएकी फुलमाएको कथा। पढ्नु गहिरिएर पढ्नु, तिमीले लेख्नु पर्नेछ गाउँबाटै हराएकी फुलमाएको कथा। घर घरमा हत्या गरिएको अस्मिताहरूको व्यथा, अनागरिक रामविलासले काटिरहेको कपाल जस्तै दुःखको जिन्दगी। धन्यवाद।